मेरो नाम दधी प्रसाद दाहाल। हजुर घर मेरो यही मेलम्ची नगरपालिका 10 नम्बर वा साबिक शिखरपुर 4 मेलम्ची नगरपालिका 10 नगरपालिका म नामै लिन चाहन्न। 22 रुपियाँ तिरो लाग्थ्यो नगरपालिका भएपछि 900 रुपियाँ लिन थाल्यो। खेतासुर पनि त्यति बारी पनि त्यति भूकम्पले घर लग्यो के पनि छैन तिरो चाहिँ त्यत्रो लिन लाग्यो। सेवा सुविधा केही छैन। अहिलेसम्म राज्य सत्ताबाट 1 रुपियाँ पैसा 1 गिलास पानी 1 गिलास चिया 1 रुपियाँ तपाईँको आफ्नो साथमा नपरेको चोखो मान्छे म तपाईँको नेत्र विक्रम र पशुपति शमशेरलाई हिजो पञ्चायत छँदा पनि भोट हालेर तपाईँको विजय गराएर महलमा पठाएको। हिजो तपाईँको यहाँ राजा छँदाखेरि मरिचमानले तपाईँको यो आन्दोलनको बेलामा हेलिकप्टरमा हालेर बङ्गलादेशबाट मल ल्याएर जनतालाई मल बाँडेर चैतमा जनतालाई मल दियो। अहिले यत्रो गठबन्धनको सरकार छ के पनि छैन। अनि जनता त्यतैपट्टि किन ढल्क्यो मलाई अचम्म लागेको छ। सम्झनुहोस् कुरा यहाँहरूलाई कस्तो लाग्यो मनन गर्नु होला। म एउटा ठुलो राजनीतिक परिवारको तपाईँहरूलाई परिचय दिनुपर्छ। म तपाईँको 2036 साल जेठ 7 गते काङ्ग्रेस भएको मान्छे। म बीपीको इतिहासले काङ्ग्रेस भएको मान्छे। मलाई कोही गणेश मानजी गिरिजाबाबु कोही पनि होइन। गिरिजाबाबुलाई यो नेपालमा पहिलो माला लाउने मान्छे म। बीपी कोइराला खस्दा तपाईँको 39 साल साउन 13 गते तपाईँको पशुपति आर्यगाडमा दाह संस्कार गर्दा बारीमा कोदो रोप्न छोडेर उहाँ गएको मान्छे। तपाईँको 69 मा